छ है सबैजनालाई गुड मर्निङ। यो आज चाहिँ मेरो पोखरादेखि चाहिँ दाङ लगाउँछ दामी है। अहिले मसँग 220 बाइक छ बाहिर, बुलेट बाइक त बनाउनु दिइरहेको छ कि त्यो बाइक लिएर जानुपर्छ उक्सबाट झिकेर। अहिले चाहिँ 220 बाइकमा त्यहाँ गएर पिकअप गरेर होइन बुलेट लिएर चाहिँ सरर स्ट्यान्ड बाइक हुँदै पाल्पा हुँदै है त बुटलमा गएर खाना खानुपर्ने हुन्छ मैले चाहिँ तर होइन। खाना खाएर चाहिँ सर यहाँबाट ननस्टप जानुपर्ने हुन्छ। कति बजी पुगिन्छ है भ्लगहरू लामै आउँछ, सबले गएर माया गर्नु होला त। बुलेटमा फर्स्ट लङ राइड है मैले कति डलर भ्लग हान्ने कोसिस गरिरहेको छु मैले है। सो बुलेट ढुनुपर्छ, पिटन त्यहाँ छ अहिले गएर बुलेटलाई पिकअप गर्नुपर्ने हुन्छ भने है त। सो अहिले चाहिँ 7:50 भइरहेको छ होइन पोखरामा। दामी मौसम छ बनाउन स्टार्ट हाल्नु है त। मै बोक्छु त्यसले गर्दा बाइक स्टार्ट हुनै गाह्रो मानिराखेको अब। सो गाइज है निस्किनै सक्यो म एसएमएल भ्लग है दाङको लागि 220 बाइक होइन। अहिले मेरो बाइक हिजो स्टार्ट नभएर क्या बुलेट राति चिसो भएर चाहिँ मैले त्यहाँ राखेको साथीको निर त्यहाँ गएर चाहिँ बाइक झिक्नुपर्ने हुन्छ होइन। अहिले चाहिँ 220 लिएर आएको थिएँ मैले हिजो साथीको होइन। अब त्यही त नि पोखरामा चाहिँ जे भने केटाहरूले बाइकको कमी छैन मलाई चाहिँ जसले पनि दिइहाल्छ भन्ने दिएको होइन। त्यही नै हो बुलेट बाइकमा अलिकति ह्यान्डल पनि प्रब्लम आइरहेको छ, त्यसलाई पनि सब ठिक भइसक्यो होला। त्यसपछि त गएर चाहिँ बब्बाल होइन यस्तो दामी छ केटा यसो बब्बाल चिज होइन। गुड मर्निङ छ क्या पोखरामा कुल होइन एकदम सेतो हिमाल सिमाल देखेर होइन एकदम माइन्ड पनि यस्तो बब्बाल देखिरहेको छ क्या। दामी दामी केटा दामीलाई सही हो है त। म चाहिँ यता टक्क एयरपोर्ट साइडबाट घुमेर जान्छु है। बस पार्क भित्रभित्र जानुपर्ने हुन्छ किनकि बाइकको बिलुक मसँग छैन है। त्यही भएर चाहिँ जानुपर्छ। भिडियो चाहिँ कस्तो खिचिएकै छैन। मैले फर्स्ट टाइम चेस्ट माउन्ट लाएर भ्लग गरेर लाग्यो है। पहिलाको मेरो ओल्ड बाइकको कस्तो दामी देखिएको छ केटा हिमाल पोखराको यो केटा एयरपोर्ट साइड। बबाइल छ क्या एबिएस ब्रेक होइन 220 को हल्कालाई चाहिँ सर्भिसिङ गर्ने बेला भइसक्यो अहिले चाहिँ। लास्ट भाइब्रेसन हानिरहेको छ यार नयाँ बाइकले धेरै यार। पिकअपै नभए जस्तो भइरहेछ क्या बाइक पनि। यहाँबाट भित्र छिर्नुपर्ने हुन्छ है त। फाइनली यताबाट बस पार्कको भित्रभित्र जानुपर्ने हुन्छ। ठ्याक्कै एकटा म मेरो बाइक लिएर आउनु लागिसकेँ है त। एकैचोटि बाइक लिएर गएर भेट्नुपर्छ मोबाइल त हालेर। बाइक फेरि मेरो बुलेट स्टार्ट हुन्छ कि हुँदैन होइन। त्यो बुलेटलाई चाहिँ मैले स्टार्ट गर्नुपर्ने हुन्छ कसरी हुन्छ है चिसोले गर्दा। सो गाइस ल फाइनली हामी यहाँ आइ नै सक्यो है त। यता बाइक रोकिदिउँ पार्किङमा हालिदिउँ है त। गाइस है निस्किसक्यो म चाहिँ मासल बुलेट पड्काउँदै होइन। के अरे ठ्याक्कै 8:40 गयो होइन। म यहाँबाट निस्किँदा फेरि खाना चाहिँ मैले खाएको छैन। खाना मैले बाटोमा गएर खानुपर्ने हुन्छ है त। बुलेटलाई स्टार्ट गर्न कम्ती पनि 15-20 मिनट लागिहाल्यो होइन। त्यही त हो नि। अहिले म यो के चोक भन्छ यसलाई राष्ट्रिय वाणिज्य चोकतिर आइसक्यो होइन। पोखराको रत्न चोक फाइनली कडा हो होइन। सो कडा हो बाइकमा अलिअलि प्रब्लम आएको थियो होइन। बाइक पनि बनाइसक्यो प्रब्लम पनि सल्भ भइसक्यो बाइक होइन। त्यही त हो नि हो के छ र गर्नुपर्ने हुन्छ यस्तरी। प्रब्लम जस्तो क्यारकेर गरिरहेको छ होइन। त्यसलाई चाहिँ मैले देखाउनु पर्ने हुन्छ अहिले चाहिँ। सो देखाएर चाहिँ बनाउनु पर्ने हुन्छ। यहाँबाट मैले एउटा भाइलाई चाहिँ भेट्ने प्लान गरेको थिएँ होइन। त्यो भाइसँग अरू भेटघाट हुन्छ होला है सायद। भेट्ने प्लान छ अब
भेट हुन्छ कि हुँदैन हेरौँ न के छ र बाइकमा यस्तो क्यार डिस घुटिरहेछ सायद ब्रेक गयो होला हेर न डिस्प्याट गयो जस्तो लाग्छ मलाई चाहिँ जस्ट मैले बनाउनु पर्ने हुन्छ डिस्प्याट पनि होइन बनाएर चाहिँ अति बबल हान्नुपर्ने हुन्छ क्या बुलेटको फुल भ्लग आउँछ मेरो कुनै एडिट नगरिकन गाइज तर चेस्ट माउन्ट लगाएर भ्लग गर्दा कस्तो आएको छ भने मलाई पनि थाहा छैन क्या फर्स्ट टाइम लगाएको होइन माउन्ट हेलमेट माउन्ट चाहिँ मैले जोडेको छैन मैले चेस्ट माउन्टबाट भ्लग गरेर आएको छु नि त कस्तो हुन्छ बुलेटमा अब हाफ हेलमेट छ क्या त्यही भएर फुल हेलमेट भएको हेलमेट बोकेर बबालाई हाल्दैन होइन भिडियो चाहिँ अब हाफ हेलमेट छ अब कस्तो आउँछ थाहा छैन है त हिमालहरू टक्कै यहाँ यस्तो डाँडो भइहाल्यो झन्डा छँदैछ नेपालको होइन के छ र नेपालको झन्डा यस्तो दामी पुलहरू बनिरहेको छ त्यो त होइन त्यो त पारी घरहरू छ पारी हिमाल पहिला टिकट लाग्थेन अहिले चाहिँ 10 रुपियाँ टिकट लाग्दो रहेछ मोबाइल छ केटा त्यही हो मैले एउटा भाइलाई कुरिरहेको छु होइन त्यो भाइसँग भेटेर फर्किनुपर्छ है त सो त्यही केटा पछि भेट्नुपर्छ ब्लगमा 10 बजेर 6 मिनट गइरहेको छ केटा ठ्याक्क मैले 10 बजे 6 मिनट चाहिँ भालुपाडामा छु होइन त्यस्तो दामी छ क्या यहाँको डाँडा चाहिँ सो त्यही देखाउँछु तपाईँहरूलाई होइन रोडहरू मोबाइल छ पारी बब्बाल हिमाल देखेको छ पारी गाउँहरू पनि दामी देखिरहेको छ होइन गाउँहरू यस्तो दामी छ होइन फुलहरू खतरा छ हिमाल होइन नमिलो सबले हाल्नु पऱ्यो सटल हाल्नुपर्छ केटा भगवान्मा हाल्नुपर्छ क्या देखिरहेको छ होइन एउटा भाइ आउँदै थियो 15 मिनट लाग्छ त्यो भन्दै थियो खै रहेछ यस्तो भाइलाई भेट गरौँ त्यसपछि फर्किनुपर्छ त हामी यतैबाट जानुपर्छ होइन मेरो बाइक त्यहाँ छ होइन त्यसमा लगेर भ्लग हाल्दैन कस्तो आउँछ भ्लग थाहा छैन क्या मलाई चाहिँ यो कस्तो हुन्छ होइन कस्तो हाफ हेलमेट भएर चाहिँ मैले फुल हेलमेट लगाउनु पर्ने भयो होइन हाफ हेलमेटबाट चेस्ट माउन्ट हाल्नु पनि भयो बन्द भइदियो कि डिस तातो होइन टायर आउनु नसक्ने भइदियो बुलेटमा लास्ट प्रब्लम देखिरहेको छु मैले अनि यसलाई अहिले बनाउनु पर्ने हुन्छ क्या टाका बिहानदेखि प्रब्लम देखिरहेको छ कि बाइकको यार ब्रेक तातेको ताते होइन डिस तातेर चक्कर नघुम्ने भइरहेको छ होइन मैले भाइलाई पानी लगाएको छु जस्तो भाइ आउँछ नि पानी हालेर चाहिँ बाइक बनाउनु पर्ने हुन्छ होइन पानी त्यसै मिस्त्री लगेर देखाएर चाहिँ बाइक होइन के भएको एकचोटि ब्रेक हेरेर लाउनु पऱ्यो होइन ब्रेक पुरै हेरेपछि थाहा हुन्छ नि त ब्रेकको प्रब्लम हो कि त्यसमा भनेर त्यही रेकर्ड गर्छ नि बाइकको तातेर चाहिँ भाइ पुरा पानी लिएर आइरहेको छु तपाईँलाई बाइकको डिसमा हालेर अहिले बनाउनु पर्ने हुन्छ खतरा भिडियो बनाउनु पर्ने भयो मैले बनाउने हाल्ने होइन यो बुलेट बाइकको लास्ट प्रब्लम भयो माथि त्यसलाई पानी हालेर चाहिँ गाडो फिट हाल्नुपर्छ र पानी यसरी हाल्नु पऱ्यो यसलाई यार यस्तो प्रब्लम देखेँ यार डिस्प्याट गयो कि जस्तो लाग्यो मलाई पानी नभइकन होइन बाइक नकुद्ला जस्तो भयो क्या म्याकुरी अब यसलाई चाहिँ घरि के हुन्छ म्याकुरी त्यस्तो लाग्यो बुलेट लिएर म त यार घोटिरहेको होइन चाहिँ बाहिर घरिबाट हिँडेँ म होइन बाइकमा फ्युलको प्रब्लम आइरहेको थियो जस्ट अब भनौँ न अब फ्युल हाल्नुपर्ने हुन्छ मैले चाहिँ 400-500को फ्युल हाल्नुपर्ने हुन्छ 2500को फ्युल हालिसकेँ मैले होइन बब्बाल खाइदिरहेको छ क्या तेल पनि बाइकले थेट बुलेट बाइक चढ्न गाह्रो छ गाइज धेरै गाह्रो छ है बुलेटले पाल्न नि गाह्रो छ चढ्न नि गाह्रै छ क्या चढ्न त मजा आउँछ तर के गर्ने पाल्न चाहिँ लास्ट गाह्रो हो है मैले देखेको छैन घरि के प्रब्लम आउँछ घरि के प्रब्लम आउँछ हेरौँ ब्लगहरू मैले ठाउँ ठाउँको मात्र खिचिरहेको छु होइन जस्ट बाइकले लास्ट प्रब्लम दिइरहेको छ क्या त्यही भएर मलाई एकदम बोर लागिरहेको छ होइन अब फ्युल हाल्नुपर्छ तब ओह्रालोदेखि बित्तिकै न्युट्रलमा हालेर हिँड्नुपर्ने हुन्छ बाइक होइन फ्युल जोगाउनु पर्ने हुन्छ क्या मैले सय धुलो जग्गामा आकुरी अति बबालो भइरहेको छ है आजको दाङ राइड पनि बेलुका 7-8 बजी पुग्ने भयो फाइनली खान पनि रोडहरू छ 7-8 बज्छ जस्तो लागिसकेको छ तर बब्बाइल त खाजा पनि खाएको छैन खाजा मैले उयो गरेर खानुपर्ने हुन्छ बुटल गर भनेको होइन भोक लागिसक्यो त अहिलेसम्म एकदम स्लो हिँडेको थिएन अब एकदम फास्ट हिँड्नुपर्ने हुन्छ क्या एकदम एक घाइ पुगिसक्यो यार कति बजी पुग्ने त खोइ गाडीभन्दा ढिलो पुगेला जस्तो लाग्यो
आउँछन् भनेर सोचेको पनि थिएन क्या त्यो पानी लगाएर चाहिँ मैले हाल्नुपर्ने हुन्छ बाइकमा अगाडि राखेको छु मैले चाहिँ सो अब हिँडेको गर्नुपर्ने अवस्था आइरहेको छ 4-5 ठाउँ धोका दिइसक्यो बाइकले चाहिँ यस्तो डेन्जर धोका चाहिँ दिएको थिएन होइन कहिले पनि तर आज धोका भइरहेको छ होइन ठिक छ धोका भए पनि केही छैन बिस्तारै जानुपर्छ टाइम 11:30 लागिसक्यो है चाहिँ 11:30 भइसक्यो सो अब चाहिँ गएर देख्नै पर्ने हुन्छ क्या यस्तो हाइवेमा अलिकति स्पिड जाने बित्तिकै टायर पुग्यो कि चल्दैन चल्ने भन्छ मैले यदि पानी चाहिँ पाएँ क्या यदि पानी ल्याएर त्यो डिसमा हाल्छु होइन त्यसपछि फेरि चल्छ क्या त्यसो लगाएपछि होइन तारतिर पुरै ब्रेक जाम भइरहेको छ ब्रेक हुनुपर्ने हुन्छ मैले गाइज त निकै नै धोका दियो केटा बुलेटले तिमीहरू पनि बुलेट चल्छ भने चाहिँ ब्रेकहरू पहिल्यै देखाएँ ब्रेकमा लास्ट प्रब्लम आउँदो रहेछ डिस 5 किलोमिटर कुदे खाएन डिसमा प्रब्लम आएको छ यार के हो यस्तो बाइक यहीँ छैन यसलाई पानी हाल्छु मैले चाहिँ यो पानी म्यामफुली यस्तो डेन्जर तात देखाएको के हो एकैछिनमा तात्ने गर्नु भइरहेको छ क्या सुक्डा अब हुन्छ होइन अब भएपछि अगाडि गर्नु त त्यहाँ हाल्यो पानी हाल्यो बाफ त्यस्तो डेन्जर उडेको बाफ चाहिँ अब निस्किनु लाग्यो त कति भयो मेरो पैसा कति हो त